साथीहरू हालत यस्तो छ है मेरो पुरै भत्किया घरमा जिन्दगी भत्किया जस्तो लाग्दैछ अहिले चाहिँ आगो नि बोल्दैन कति दिन भएछ पानी पर्यो अनि फेरि अनि मैले पुरा थालले हानिदिरहेको यहाँको टोलेर छक परिरहेको छ हैन साथीहरू यस्तो हानिदिरहेको छु मैले पुरा थालले ल्याइ हाल्दैछु साथीहरू यसरी यो आधुनिक युगको के भुजा हेर्नु त कस्तो भएको छ खाना फेरि भुजा हुँदा कम्प्लेन होला खाना पसिना हेर्नु साथी हो मेरो भगवान् आज म धर्मती छु है साथीहरू त्यही भएर पानी परेन नत्र केटी के अरे यहाँ काभ्रेमा दिनको दिन पानी परेको थियो मम्मी धुवायो भक्कु मेरो यो भत्केको अवशेष घर के भन्छ साथीहरू मलाई त्यति इङ्ग्लिस पनि आउँदैन नेपाली पनि आउँदैन पढ्ने बेलामा सानो बेलामा 2 कक्षा एडमिट हुने बित्तिकै बिहे भयो भन्नु नि अलिअलि पुरै जङ्गल भएर साथी हो आज मेलै सरेको छैन टोलीहरू सबै रिसाइरहेको छन् अस्ति अब त्यो बाढी पहिरोले गर्दाखेरि हामीले तोरी छरिनौँ त्यही भएर यस्तो जङ्गल भएछ बारीहरू हेर्नु साथीहरू यहाँ यस्तो माया लाग्यो यार तित लाग्यो बिरुवाहरू भनेपछि बच्चा बिरुवा बिर्दा मलाई त्यति माया लाग्छ साथीहरू अरूसँग लाग्दैन त्यति साह्रो त्यस्तै मेरो बिरुवा यस्तो भएछ क्या यति चाहिँ पुरा मिरुवाले हान्दैछ पुरै छुट्टै यहाँबाट पहिरो गएको साथीहरू तलैसम्म यो पारीको पनि सबै खन्नुपर्ने यस्तो रहेछ अहिले चाहिँ म यस्तो बाहिर यस्तो भत्किएको मेरो घर मैले सम्झिँदैछु यहाँ बाख्रा पेटमा भएकोले गर्दा 6वटा जति पुरियो बच्चा पाउने थिएछ अघि दिदीले भन्नुहुँदा यस्तो साथीहरू दुःख लागेछ के गर्नु यस्तै छ त्यो माथि घर पनि गएको उहाँहरूले त तर हाल्नुभएछ हामीले त छैन त्यो भत्काएको पनि छैन बिगारेको पनि छैन निकालेको पनि छैन यसो छ यो साथीहरू मेरो हालत नै साथीहरू भात पर्लकै लडो मैले सकिनँ चुल्हामा बनाउनु अब केले समाउने हो थाहा छैन ए भगवान् के दुःख हो यो कखनो साथी तेरो लाजा लु न ऊ त मेरो बहिनी आफ्नै हो मेरो बुढोको आफ्नै बहिनी ऊ त घोपिरहेको किन घोपिरहेको फेरि ओ क्या खोजेको त्यो मुलाले म त खिते लाडु बनाउनु नि बस्ने माम खाना छिटो आइज आहा मजाले अहिले चाहिँ पानी थोरै रहने अब भुजा खान लाग्यो साथीहरू चम्चा यहाँ एउटा नातिनी यार कहाँ हुनु यो त प्लातिनी हो नातिको छोरा प्लातिनी यस्तो छ है मलाई धेरै सुड्डी बुढी हो घर त अघि मेरो घर त यस्तो ताल मेरो हो यो चेस साथीहरू भेरी नाइस No, sorry. I don't like chai. I also very alcohol bean को मान्छे हो पानी थोरै उग्रिनेको अवस्था यस्तो भुजा खाने बेला खाजा खाने बेला जस्तो डिस्टर्ब गऱ्यो
फेरि के अरे पुरा खाजा खाएपछि केटीहरू लागे हाई मेरो बहिनी अकाली हाई सन्तामाको बहिनी उतापट्टिको चाहिँ हो त्यो हातै हल्लाएन उयो चाहिँ हो है साथीहरू है यी सबै हाम्रा एभ्रीबडी हाई 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 नानीहरू है तर यस्तो छ नि जङ्गल हेर्नु नि साथीहरू यो मैदामा दुःख गर्नुपर्ने बानी रहेछ काम गर्नुपर्ने उसको पीडा हेर्नु भाग्यमै त्यस्तो रहेछ अनि म आइराख्नु पर्यो होइन अब के गर्नु म बाबामा मरिसकेपछि पनि मैले गरिराख्नु पर्ने भयो तपाईँले गर्नुपर्ने म काममा आउनु पर्ने गाह्रो छ जिन्दगीमा हजुर यस्तै खन्नुपर्छ साथीहरू पुरै डोजर भन्दा हाम्रोमा चाहिँ पुरा हल्ला जो छ यहाँ चाहिँ पुरा तपाईहरु हाम्रो चाहिँ साथीहरू पुरै यो छ उता चाहिँ पुरै गोड्ने बेला भएको छ साथीहरू हाम्रो चाहिँ पुरै झारले यो दिएछ है 16-17 जना हुनुहुन्छ सबै बहिनीहरू उहाँ देवरजी यस्तो रमाइलो भएको छ आज बोल्नलाई सब बुहारी त्यहाँबाट आँसु हुनुहुन्छ आँसु भनेको हाम्रो के अरे आँसु भनेको चाहिँ खोइ हाम्रो आँसु यारजी आँसु भनेको सासु हो क्या के अरे ऊबाट दुध दुहुन गइसक्नु भएछ सब बुहारीहरू म चाहिँ सबैभन्दा सिनियर है साथीहरू गीत गाएर हेर्नु उसको आमा बाउ छैन बिचरा आमा बाउ मरे मेरो बहिनी आफ्नो घर बद गएको छ त्यस्तै रुँदै चुरी मुबा ngala छातीरे मुलाई ngala changyen ni che maya la do ba ngala changyen ni che maya la do ba ah hey sega biba maya mi halala maya mula male changyen che maya la sami changyen che maya la sami nga da chi ta but dila हाय ओइ स्याजीबा देवरजी त बहिनी दिदी यता के अरे बुहारी मेरो दिदी उसकै नन्दा हो कि होइन सँग पर्दैछ यिनीहरूको दोरी अरे त्यो बहिनी त्यो मोटी केटी कान्छी बहिनी छिटो लाउले ए नाबा यिनीहरू छ खोकी लगाएर फुइसिक्कै भएछ अघि त पानीएर खाएको थियो यिनीहरूले खाजा धेरै खुसी छ बरु मरे गएन हाम्रो खुसी माने के है मान्छ तिम्रो ससुर गाली गरेर ल्याउँछ पठाउँछ बडो आयो के हो त ससुराको छोरी बहिनी हो त्यो परेको त्यो एउटा भुस्तिग्रे खन्दैछ उ त्यो यो दुःख गीत हो कि साथीहरू मेरो बहिनीको आमा बाउ छैन उसले फर्काइरहेछ
यिनीहरूको यहाँ परिरहेको छ जुहारी आएदेखि नेपाली उसमा अनि उसले ऊ भन्ने छ रुने ngala masali khanang maji ल साथीहरू यत्रो छ बहिनीहरू पढेर खाँदैछ भनिराख्ने मासला मान्छे गाह्रो के हुन्छ मेरो कान्छी भाउजू कम पापी छैन हेर सबै नन्दा टोलीहरू एक दुईजना मात्रै रुएर मात्रै बस्नुहुन्छ नङ्गला फुम यसो साथीहरू लास्टै झार पलाएर थोरै थोरै पनि हो पछि पालासम्म साथी होइन यिनीहरू के बोल्छ सरी सरी साथीहरू पुरा हामी चाहिँ मकै खन्दैछौँ वाइ अपाङ्गले भन्नु साथी हिजो पनि यस्तो धेरै खनियो आज यता माथिबाट यता फेरि खर्लक हेर्नु भिरले पहिरो चाहिँ यस्तो गयो साथीहरू के गर्नु अर्को ठाउँ पनि यहाँ साइडमा पुरा गएको अवस्था डरै लाग्छ हो छेउमा जानु साथीहरू ऊ यस्तो पारी उता छोराहरूको पनि हाम्रो पनि यता हजुर बारी र बारीहरू हाम्रो बेथान चोक चाहिँ छेदविच्छेद गरेर यसपालिको बाढीले छोडेको साथीहरू के गर्ने त्यही छ हिजो 13जना खेताला लाग्यो आज 6जना हुनुहुन्छ आज चाहिँ सायद लगभग सकिन्छ होला कि जस्तो लागिरहेको छ तल 2 दिन गरेर 3-4 गरेर छ साथीहरू है साथीहरू अब अनलोड चाहिँ पछि हुन्छ होला आफू पनि यस्तो पानीले भिजेर पुरै साथीहरू म अनुहारमा परिरहेको छ देख्न सक्नुहुन्छ भिजेर पानी परे अवस्था फेरि लास्टै पुरा गीत गाउँदै हुनुहुन्छ गीत परबाट हाम्रो दिदी चाहिँ गीत गाउँछ यता चाहिँ फुपूहरू फेरि फुपूले यताबाट फर्काउँदै हुनुहुन्छ 72 वर्ष पुग्नु भएर पनि अझै खन्नुहुन्छ साथी हो गाउँको मान्छे यति स्वास्थ्य हुनु क्या पर्तिर पनि मकै गोड्दै हुनुहुन्छ साथी गर्नु भएको साथीहरू मर्ने पानी परेर फेरि भिजेर अहिले यहाँ चाहिँ अब ट्र्याक्टर लाइन थियो सधैँ चाहिँ अहिले चाहिँ अब गाडी आउने बाटै छैन मान्छे आउने हिँड्ने बाटै थियो त्यस कारणले बुढी किन बुढा कस्तो आज कस्तो दिन भएको है किन कराइरहेको झार झार्ने बुढासँग कति माया लागेको तिमीलाई कस्तो लभ गर्नु मन लागेको छ बुढी किन होला मन पर्छ नि यस्तो बच्चाहरू सानो म चाहिँ अलिक बुढो होइन तपाईँको दाँतै आएको छैन क्या त्यही भएर बच्चामा नआएको दाँत अहिलेसम्म आएको छैन क्या दाँत सानो भएर अब पछि आउँछ सानो भएर दाँत नआएको कति जिस्को हो नि है साथीहरू भर्खरको बच्चा आमा खाँदै हुनुहुन्छ अनि सकिसकेछ
ल साथीहरू अब यहाँ स्टार्ट भयो हेर्नु है साथीहरू राति भइसक्यो आज पनि सकिएन मकै छरेर म चाहिँ हिजो पनि खेतालाटाउनमै थिएँ आज पनि 8 जना थियौँ आज पनि सकिएन साथीहरू अब भोलि चाहिँ सायद 2 जना सकिन्छ कि भन्ने छ धेरै झार पलाको कारणले गर्दा पानी पर्न लाग्छ ग्राङग्रुङ गर्दैछ काभ्रेमा अहिले हाल अनि फेरि बाटो चाहिँ यस्तो छ साथीहरू